भित्र मोबाइल मात्रै हेर्ने अहिलेको बुहारी के आउनेर आयो गाडीको मैले पछि फेरि आमा आउनु आमा आएर लाउनु बस्नु खोज्दैछ या बाहिर निक्ले छिटो आ बाहिर बाहिर के हो मम्मी म बारीको लैले तिमी आउने पोकोले हिजो आइदै हो आज आउने भन्ने अरूले फोन आएर थियो छिटो ल छिटो अनि पनि आमा अहिले कति ल्याउनु कति छिटो म बारीको छिटो म एक्लै जाँदैन तपाईले मलाई सिकाउनै पर्छ अहिलेसम्म पनि यति ठुली भएर गाडीको एउटा हेर छिटो पोखरीको डान्स थाहै अहिलेसम्म खाना खाइदिए थिए माइतबाट पनि आमाले के सिकाइदिने कि आमा सिकाउनै पर्ने यस्तरी गर यस्तो खुट्टा दादी पनि घर नआए भाइ पनि घर नआए भाउले बिदा बनाएर फेरि छोरी हेरेर कहीँ जाए कोही कि बुहारी ठिक हुन्छन् के हो त्यसै पनि जगतलाई के ल्याएर आयो छोरीको मुखले दियौँ मम्दिनी गई कति सुख दुःख गरियौँ भनेर आयो अहिले त अब म मम्दिनीकन तेरै लाग्दा लागि मम्दिनीको नाट भयो मम्दिनी अब झगडा पाएँ मैले मम्दिनी ठिक रहेछ नि त मैले किन मम्दिनी यति बोल्नुभयो अहिले हुन्छ काहीँ भनिदिइसक्यो बुझ्छ मम्मीले टीका लगाइने नै अहिले बढ्न हामीले बित्नु भयो टीका लगाइने नै मैले मम्मीको नाम दसैँ ल्याएन अब तिहार के बेला बिहान दसैँ के बेला ल्याउला मात्रै नि हुन्छ मम्मी म केही मान्दैन हजुर आउनुभयो मलाई यतिसम्म पनि आउनु कहिले के सर्दैन मेरै गल्ती हो मैले बुझेन जानेन अब नाबालक आएँ हजुरले सम्झाउनु भयो मैले बुझेन माइतको पहिलोको आमा दुईटा बराबर मान्नुपर्छ छोरी म आमा र उता हाँसो त्यो फरक नमनाए मम्मी नि हजुर पनि मेरो छोरीको हुन्छ हजुर आउनुभयो धेरै धन्यवाद छ हजुरकी छोरी त्यस्तै थिए मेरो छोरी हो मेरो छोरी पनि मैले कोप्यारी बनिकन मैले कहीँ पठाएँ हुन्न क्या मेरो छोरी पनि प्यारी हो मैले पनि हजुरका कोठामा खालिसकेँ मेरो छोरी सौन्दे पनि बुझ्दैछन् सौन्दे पनि बुझ्दैछन् मेरो दुःख दिनु मेरो परिवार बचाउनु सिकाउनु पर्यो सम्झाउनु पर्यो सम्झाएको अहिले नराम्रो मात्र कि मेरो घर बुहारी गर्छ मेरो बुहारी पनि त्यसै छ लेटे यसै दिशा नगर अहिले पनि जाँदा आइन भनेर आउने छोरीकन आफै दिनु अरे भोलि तिमीकी छोरीकन पनि त्यसै त पनि न तिमीको बुहारी होइन तिमीका पनि छोरा छन् मैले मात्रै बुहारी ल्याएँ बुहारी त तिमी पनि आउने नि त भोलि हो अहिले मेरो बड्डा घर छैन मेरो बड्डा अहिले पर न विदेश जानुभयो आज विदेश जानुभयो छ बुवा आएर बुवा आफै बुवा पठाउँदा उसित आएँ अब छोरी नरुसै अब दादी पनि है बुवा पनि है कमी कमजोरी केही छैन सम्झिनेलाई कि जति पनि आमा हिँड्दै नमिने पुरा हुने भयो कि दुःख सुख हुने हो जति पनि तँगी छोरी हो दुःख लाग्ने भयो हामीले गर्नु केही नै सम्झाउनु केही छैन दुःख केही छैन पहिलोको भएको कुरा केही नलिए हो मेरो पनि माने मेरो पनि सम्झे हाँसोमा केही नभन्नु नन्ददेउरामा केही नभन्नु ससुरासँग केही नभन्नु केही नभन्नु भोलि पालो फर्किन्छ तिमीकी छोरी पनि पहिला गएपछि त्यसै होला भनिकन थाहा पाउन्नन् हो त्यसै अरे बा मैले दोग्दै म बाहिर जानु अब मम्मी आज यही बस्नु भोलि आज यही बस्नु होला नाइ हुँदैन यो मेरो बस्नु हतार त सँगै हुन्छ कहिले फुर्सद आउँछ बस्नु हुन त खै त के अरू कालाया बाहिर जानु पर्ने के चाहियो सम्पत्ति हो त्यही हो अरू के अहिले आँखाले देखाउनु थियो म अर्नु पर्दो मैसो भोकै छ आज दौडेछ मेरो मैसो त्यही हो बुढी रहम फुर्सद कहिले हुन्न अब के गरौँ दाजुकन फोन हार्यौँ मैले बुवाकन अनि फोन हार्यौँ आज मम्मी आउने पनि भन्नुहुन्छ यतै राखे त बस्ने अब भन्नुहुन्छ मम्मी आज यही बस्नु भाउजू हुनुहुन्छ त घर भाउजू छ र अहिले भाउजू पर परिकन ठुस्किकन बनाउने बाइजाने भन्नुभयो मम्मी अब के लागि नजानु भने घर भैँसो बोकै छ भाउजू पर तुर्कीकन माइत गएछन् अब आउने कि होइनन् कि बुहारीले पनि
बा आएनन् आमा आएनन् कोही आएनन् जान्छु मम्मी भन्न लागि त अब जाऊ त भने बुहारीको नौसा पठाएर अब लबटेरिकन आएको लागि यहाँको मम्मी भाउजूसँग केही नभन्नु दाजुलाई कन साला आदिकन केही भन्नु के भने बाहरू सुचिया पुगोस् मालिक समितिको शुभकामना अब सम्झिने मम्मीको लगाइदिनु सम्झिने अब नलाइने भए पनि म त लगाइदिनु पर्यो त लगाइदिनु छुट्टी मम्मी पनि लगाइदिनुहुन्छ ल राम्रोसित जानु होला फेरि होइन दुःख गरेर नमान्नु होला नाइ म दुःख केही नमान्नु आइजानु होला फेरि नआइकन मैले काँडेर तर भाग्यो भने जय होस् मम्मी अरू केही छैन दिनु यो दबाई चिसो हुन्छ अझैले अब यो लाउनु तातोमा लाटी नाइ मम्मी मेरो हजुरले पठाउनु भएछ जोइले पठाउनु भएछ लैजानु लैजानु मम्मी लैजानु क्यानु नि म पनि आउँछ मम्मी र म साथै आउँला मम्मी नि आउनु होला त हुन्छ भोटी आएर देखियो गई बनाउन नआउनु होला हुन्छ तपाईँ दुःख गरेर नमान्नु होला हामी आउँछौँ मुना पनि के हो त बाबा बसुला भनेर आइकि अब गइजानु भयो त के जानु त घरको समस्या तातो बढला सम्झिने दुःख गरेर नमान्नु होला है बुढी आई मान्छे आउनु खुट्टा दुख्छ बसौँ त्यही त बसौँ भने मान्नु पर्नु तपाईँले बोल्ने त हैन हम्दिने माया त माया त लागिरहेको थियो हम्दिनेमा बसेर आउँछ घर मान्छे कोही छैन हम्दिने त्यो मेरो छोरीकन नबोल्नु नकाल्नु त्यो बालक हो त्यो नानी बालक मम्मी जानु अब मात्रै म पछि आउँदा बसेर मम्मी र म आउँला बाई 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 जानु मम्मी निकाल जान्छ घर पुगेर फोन आउनु होला म पनि फोनहरू ला बसेको बा बसेको